हेलो हाई सबैजनालाई स्वागत छ मेरो सानो मिनी ब्लगमा। म चाहिँ कुवेतदेखि फाइल नजिकै आफ्नै सोइबा क्याम्पबाट भिडियो बनाइरहेको छु। 2-4 दिनदेखि चाहिँ कुवेतमा निकै भारी बर्सात हुने सम्भावना बढिरहेको छ। चिसो पनि छ। मौसमले च्यालेन्ज गरिरहेको छ। कतिपयहरूले टुच्च लगाइराख्नु भएको छ होला। टुच्च लगाउने मौसमले च्यालेन्ज पनि गरेको छ। कतिपयहरू आफ्नो कामको व्यस्तताले काम गरिराख्नु भएको छ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको लागि ख्याल गर्नु होला। परदेश हो, चिसो छ, चिसोले बिरामी बनाउन सक्छ। सबैजनालाई आफ्नो केयर गर्नु होला। यो चाहिँ मेरो क्याम्पबाट, आफ्नै सोइबा क्याम्पबाट भिडियो बनाइरहेको छु। हजुरले देख्न सक्नुहुनेछ। परदेश हो, परदेशमा काम पनि गर्नुपर्छ, साथसाथमा आफ्नो स्वास्थ्यलाई केयर पनि गर्नुपर्छ। यो चाहिँ मेरो क्याम्प हो है। मेरो क्याम्प भन्दा पनि हाम्रो कम्पनीको क्याम्प हो। कम्पनीले यहाँ क्याम्प दिएको छ, बस्ने ठाउँ, सुत्ने ठाउँ। ड्युटी गरेर आएर भोलि बिहान फेरि ड्युटी जानुपर्छ। यो चाहिँ हाम्रो बाथरुम हो। यो पिउने पानी हो। पिउने पानी यहाँ राखिदिएको छ। हामी यहाँबाट चाहिँ बाथरुम जानुपर्छ। अनि हाम्रो मेसल चाहिँ यता छ, खाना खाने ठाउँ। कम्पनीले आफै खाना दिन्छ, आफ्नो पैसा काटेर है। हाम्रो पैसा काट्छ अनि खाना दिन्छ। खाना खाने ठाउँ चाहिँ हो त्यहाँ छ ल।